दक्षिण एसियाका धेरै देश आज पनि किन अशान्त छन्? नेपालमा जेनजी आन्दोलन, सत्ता संघर्ष, पाकिस्तानमा राजनीतिक टकराव, बंगलादेशमा आन्दोलन, म्यानमारमा सैनिक द्वन्द, जनता स्थायित्व खोजिरहेका छन् तर राजनीति अझै अस्थिर छ। तर यही क्षेत्रमा एउटा सानो देश छ, भुटान, जहाँ राज संस्था आज पनि राष्ट्रिय एकताको प्रतीक मानिन्छ। भुटानले आफ्नो धर्म, संस्कृति, भाषा र मौलिक परम्परालाई जोगाउँदै विकासको बाटो रोज्यो। त्यहाँ विदेशी विचार भन्दा राष्ट्रिय पहिचानलाई प्राथमिकता दिइयो। राज संस्थालाई केवल शासन होइन, देशको अस्तित्व र संस्कृतिको रक्षकको रूपमा हेरियो। त्यसैले धेरै मानिस आज प्रश्न गर्न थालेका छन्, के नेपालले पनि आफ्नो मौलिक पहिचान जोगाउन राज संस्थालाई फेरि एकपल्ट सोच्नुपर्छ? किनकि इतिहास हेर्दा नेपाल केवल एउटा भूगोल होइन, राजा, धर्म, संस्कृति र राष्ट्रिय एकताले बनेको देश हो। जब देशमा राजनीति बारम्बार बदलिन्छ, राष्ट्रिय पहिचान कमजोर बन्दै जान्छ, त्यति बेला जनताले स्थिरता र मौलिकताको बहस उठाउनु स्वाभाविक हुन्छ। अब प्रश्न तपाईलाई, नेपालको मौलिक पहिचान जोगाउन राज संस्था आवश्यक छ कि छैन? कमेन्ट गर्न नभुल्नुहोस्।